हेलो नमस्कार, मेरो सानो भिडियो लिएर उपस्थित भएको छु। हामी चाहिँ चुलिपोखरी घुम्न निक्ल्यौँ सफारीमा। हामी बजारदेखि तोरीबारी आइपुग्यौँ, तोरीबारीदेखि कुइनेटार आइपुग्यौँ। झोलुङ्गे पुलमा चाहिँ आमा र बोजू हिँड्न डराइराख्नु भएको छ। हामी चाहिँ पारी पुग्यौँ। यो चाहिँ नयाँ होटेल हो पारिजात। यहाँदेखि हामी उकालो लाग्यौँ। यो चाहिँ सुम्निमा हिलमा आइपुग्यौँ हामी। यहाँदेखि चाहिँ लिस्नो हिँड्नुपर्ने उकालो। आमा यहाँदेखि उद्धो चाहिँ एकदम राम्रो देखिरहेछ गाउँ चाहिँ, कति राम्रो। हामी चाहिँ डाँडामा आइपुग्यौँ। नातिनी बोजू लट्ठी टेकेर हिँडिरहेछ उकालोमा, गाह्रो। यहाँ सबैजना गलेर हो, हामी चाहिँ बसिरहेछौँ। ल हामी चाहिँ माथि डाँडा आइपुग्यौँ। डाँडामा यस्तो राम्रो दङ्गेरीको फुल फुलिरहेछ। धङ्गेरो के भन्छ, यो अङ्गेरीको फुल, भोगटेको फुल। यो चाहिँ एकदम रक्सी बनाउँछ यसको चाहिँ। हामी चाहिँ चिलवनटार हुँदै माथि आपटार आइपुग्यौँ। यहाँदेखि माथि डाँडामा चाहिँ चुलिपोखरीको नानाहरू गाउँको सबैजना मिलेर बाटो बनाउँदै हुनुहुँदो रहेछ। हामी चाहिँ यहाँ आइपुग्यौँ। यहाँदेखि चाहिँ अब ओह्रालो झर्नुपर्ने रहेछ। ओह्रालो लाग्यौँ। यहाँ छोरी भाइ गलेर, म चाहिँ हिँड्न नसकेर हो, मलाई चाहिँ सबैले छोडेर म चाहिँ एकदम गलेर थकिँदै। अरू चाहिँ उहाँ पारी पुगिसक्यो। यसरी नै हिँड्दै हामी चाहिँ कटेजको ठाउँमा आइपुग्यौँ। यहाँदेखि चुलिपोखरी। ल चुलिपोखरी हामी आइपुग्यौँ। कति रमाइलो। म चाहिँ चुलिपोखरी चाहिँ फर्स्टचोटि आएको, पहिला आएको थिएन। ल कति राम्रो सुनसान वातावरण एकदम। दिन पनि कति राम्रो भएछ है, घमाइलो एकदम। सबै हामी चाहिँ घुम्यौँ, रमित हेऱ्यौँ। यसरी सबै भिडियो बनाएँ मैले चाहिँ। सबैजना बोकाएर हो, छोरी बोकाएर। हामी चाहिँ खानेकुराहरू घरैबाट सबै कुरा बनाएर बोकेको थियौँ। बहिनी बोजू बहिनी सबै भोकको बेला चाहिँ यस्तो मिठो हुने है खानेकुराहरू पनि। भाइ मिठो भयो भन्दैछ भाइले चाहिँ। हामीले चाहिँ नयाँ वर्ष यसरी नै मनायौँ। 2083 सालको नयाँ वर्ष।